यात्रा। कवि क्षेत्रप्रताप अधिकारी। हामीले हिँडिसकेको भन्दा पनि हिँड्न बाँकी यात्राको दूरी लामो र कठिन छ। आऊ जीवनको फेदीबाट सुरु गरौँ उकाली, ओराली र भिरालीको यात्रा। गुमाएको गरिमा नभेटी भाछैन, यो पानी हो पानीको प्यास नमेटी भाछैन। कहिल्यै नटेकेको धरती टेक्नु छ, कहिल्यै नदेखेको बस्ती देख्नु छ, कहिल्यै नलेखेको गीत लेख्नु छ। आऊ हिमशैलमा अलिकति नूतन उचाइ थपेर यात्रा उद्दत गरौँ। हामीले खोजेको दीप्ति यही शिखर हो त होइन, त्यति मात्र होइन। दीप्ति त समष्टिमा ज्योतिर्मय हुन्छ। मैले रोजेको उज्यालो तिमी थलिँदा काटेको बत्ती होइन, टुकी पानस र बिजुली पनि होइन। ज्योतिर्मय समष्टिको आधार अक्षर हो। असंख्य मनहरूको आकाश अँध्यारो छ, त्यो आकाश आलम्बन गर्ने आलोकित अक्षरहरूको प्राप्ति लामो र कठिन यात्राको लक्ष्य हो। आज हाम्रो बास यो भोटमा हुन्छ, बेडा च्याङ्राको गोठमा हुन्छ। त्यहाँ पनि नेपाल छ, त्यहाँ पनि नेपाली बस्छन्। मुनाको मदन बचाउने भोटेको छाप्रो त्यतै छ। कस्तो दयालु भोटे, कस्तो मायालु भोटे। मानववादी पण्डितहरू नपुगेको बस्तीमा पनि मानवताका उपासकहरू बस्दा रहेछन्। एक छाक फापरको खोले पिएर बाँच्नेहरू हामीलाई के भन्छन् होला? कलेटी परेका ओठमा निर्मल हाँसो हाँस्नेहरू हामीलाई के भन्छन् होला? नेपाली नागरिकताको प्रमाणपत्र नपाएका यी नेपालीहरू, निक्खर नेपालीहरू, प्रमाणपत्र पाएको भरमा नेपाली भएका नेपालीलाई के भन्छन् होला? यो यात्रामा यो थाहा पाउनु पर्नेछ। किन बसेका भिरै भिरमा मान्छेहरू, कसरी रमाएका पिरै पिरमा मान्छेहरू? यस्तो हुनुको नेपथ्यमा के रहस्य छ? त्यो रहस्य हिमाली छाया हुन सक्छ, त्यो रहस्य माटोको माया हुन सक्छ, त्यो रहस्य पसिनाको खेती र अनुस्रोत यति पनि हुन सक्छ। तिम्रो प्रश्न असीम इच्छाहरूको चुहान हो, तिम्रो प्रश्न व्यक्तिवादी चिन्तनको मुहान हो। तिमीलाई महाआश्चर्य लाग्ने कुरो कोट्याउ है। यहाँ एउटी पर्वतबाला एउटै कटेरोमा रात दिन बहुपतिकी एकाकी पत्नी हुन्छे। कहाँ गए महिला पीडा मुक्ति दात्रीहरू? कहाँ गए बेजिङ सम्मेलनका नेत्रीहरू? अकल्पनीय अमानवीय यस्तो कसरी हुन्छ? हुन्छ जसरी भए पनि हुन्छ, भइरहेछ। यस्तै रहस्योद्घाटन गर्नु यो लामो र कठिन यात्राको कारण हो। हेर त त्यो बुढी च्याङ्ग्रीको पाठो, चुस्नसम्म चुस्यो आमाको लाम्टो, अब फिलो चाटिरहेछ, योनी सुँघिरहेछ। तर पशु न हो यसमा के आश्चर्य? आश्चर्य त मान्छे बेविचारी भएकोमा छ। आफ्नो स्रष्टा यो माटो लत्याइरहेछौँ हामी। हाम्रो प्राण यो जलस्रोत परित्यक्त छताछुल्ल हिमानी हेरेर तिर्खा मेट्छन् सुकेका घाँटीहरू। ढलिरहेछन् पाटीहरू, गलिरहेछन् ठाँटीहरू। हामी हाम्रै ठाँट बाटमा रमेका रमिते, माटोको सम्मानमा सिनको नभाचेका हामी, पुर्खाको गरिमा गाएर ऐजेरू बाँचेका हामी।
मात्र आफू चिनिनु पर्दा स्वयम्भूले राजधानीको रक्षान छोपेर न्यातपोल प्रस्तुत गर्ने जल्लादहरू काठमाडौँको सौन्दर्य बलात्कार गर्छन्, देशको आबरू अवसान गर्छन्, मातृघात गर्छन्, पितृघात गर्छन् लुकेर। तर स्वयम्भूका आँखामा फुलो परेको छैन। यो यात्राको मर्म कुकर्म कोट्याउनु पनि हो। हाम्रो यात्रा महाभिनिष्क्रमण होइन, घर माइती गमनागमनको यो क्रम बोधि वृक्षको उपासना पनि होइन। बुद्धत्व प्राप्त भइसकेको भूमिमा विशुद्ध बुद्धहरूको खोजी मात्र हो। चिरहरण भएकी कमैया कन्या बुद्ध हो। कलकत्ताको कोठीमा गएकी चेली बुद्ध हो। जमिनदारले विक्षत बनाएकी अक्षत बालिका बुद्ध हो। श्रीलङ्कामा एउटा बुद्धले अर्को बुद्ध मार्यो। हिरोशिमामा एउटा बुद्धले थुप्रै बुद्ध अलपत्र पार्यो। एउटा बुद्धले जित्यो, अर्को बुद्धले हार्यो। मूर्तिमा फूलपाती चढाएर हामी बुद्धहरू जिस्क्याइरहेछौँ बौद्धमा। बुद्ध गोठालो गएको छ गाई हेर्न बुद्धको। बुद्ध खेतालो गएको छ पर्म तिर्न बुद्धको। ऊ फूलपाती र अर्चनाको आडम्बर खाँदैन। बिहान तिमीसित भात खायो, तिमीले देखिनौ। अहिले खेतमा खेतालासित फट्टे खाँदै होला। एकमा अनेक र अनेकमा एक हो बुद्ध। बुद्ध शान्ति हो। शान्ति शुद्ध मनमा बस्छ। शुद्ध मनहरूको पहिचान यो लामो र कठिन यात्राको कामना हो। तिमी थाक्यौ क्यारे? बाटो बाँकी नै छ। पापातया, लामटाङ, डोल्पो, नाम्जा, कुती, लार्के, ब्यासहरू कहिल्यै सपनामा नदेखिने तर अलौकिक दृश्य द्रष्टा पन्ज्याङहरू। अक्षरको आभाले युक्त भएपछिको अवस्था हाम्रो गन्तव्य बिन्दु। यात्रा पुनः आरम्भ गर। आफ्नो मनको महासिन्धु तिमी आफै, तर गोठालाहरू याक तारिरहेछन् खोलामा। हिउँदमा पनि मान्छे बगाउँछन् झोलुङ्गे पुल नदेखेका हिम नदीहरू। सिमसिमे राजाको पालामा टाँगेका तुइनका तारहरू टुट्न थालेका छन् खियाले मकाएर। भूगोलले पनि ठगिएका धैर्यताका बाँधहरू फुट्न आँटेका छन् पहिरो गडगडाएर। मनको नदीमा उर्लेको अग्निबाड मोक्षको रौद्र रूप हो। आगो बगेपछि के हुन्छ थाहा छ? समाजमा शोषण समाप्त हुन्छ अथवा नक्साबाट मेटिन्छ सिङ्गो स्वतन्त्र देश, अथवा हामी पनि दुईटा कोरिया हुन्छौँ। श्रीलङ्का हुन्छौँ, बोस्निया हर्जगोभिना हुन्छौँ। विभाजित मनहरू बारुद खाजा बोकेर पोल्टामा, बन्दुक हलो बोकेर काँधमा मेलापात गरेको दृश्य कस्तो होला? असम्भव सम्भावनाको परिकल्पना यो कठिन यात्राको कर्तव्य हो। खासाबाट झर्दै गरेको मिटेरी पुल तर्दै गरेको भेडा च्याङ्राको बथान देख्यौ? हाम्रो दशैं सपार्न हिँडेका कबाफका चौटा आधा मात्र काठमाडौँ पुग्छन्। आधा मरेको पर्चा खडा गरिन्छ। भ्रष्टाचार गरिन्छ, सिनुले पेट भरिन्छ। थरी थरीका भ्रष्टाचार, आहार विहार शानदार। माल अड्डाको महिमा अर्कै छ। मालपोत भन्दा ज्यादा रसिद कटाउँदा तिर्नुपर्छ। वनजङ्गलको महात्म्य छुट्टै छ। कतै हलो काट्दा हली थुनिन्छन्, कतै नामले रुखहरू रेल चढेर भाग्छन्। बाढी पीडितको सहायतार्थ प्राप्त अनुदान पार्टीको खातामा रकमान्तर भयो भन्छन्। आफूलाई माइनस गरेर देश हेर्ने कोही देखिएन। देश दुहुनो गाइरहेछ। जनता जलधि माइरहेछन्।
लुते धन्दामा व्यस्त बिचाराहरू बेटाहा नेताले के भने, के गरे, के थाहा। बाठा टाठा बुझ बचाएर सेतोलाई कालो भन्छन्, सिधा सादा बुद्धु बन्छन्, बोको बन्छन्। भ्रष्टाचारले धनी भएका नवधनाढ्यहरू जगत चुसिरहेछन्, रगत चुसिरहेछन्। बुवासाहरूबाट विमोचन यो लामो र कठिन यात्राको ध्येय हो। हेर न कस्तो फुङ्ग उडेका गामहरू, भूगोल सबै अनुर्वर कसरी भन्ने, कतै कतै त बाली जुत्तिएकै छ। हाम्रो भित्री बारी मात्र के भयो कुन्नी, खेतीपाती पहेँलो छ, बोट बिरुवा ख्याउटे छन्। काउलीको फुलमा झुसिलेर जरामा खुम्रे स्याउ स्याउ छन्। कताबाट पस्यो यो किराको बथान, राहदानी छ अथवा प्रवेश मन पर्दी छ। के गर्दैछन् गढी गौडाका पालेहरू, हातमा दही जमाएर सुते कि क्या हो। किराको बथानले यो माटोमा औँसा परिसक्यो। तिमी पनि माटोको निम्ति शहीद भएर एकचोटि मर, धेरैचोटि मर्ने त कातर हो। कातरहरू पराईको पाउमा सुत्छन्, कातरहरू सौताको रिसले पोइको काखमा मुत्छन्। झुसिल किराको बथान रोक्न हिँड, खुम्रे किराको बयान रोक्न हिँड। कीटनाशक ओखतिर उपकरण बोकेर युद्धमा उत्र, होइन भने खुम्रेर झुसिलेहरू भोलि सलह भएर आउन सक्छन्। सलहले त काउलीको फूल र जरा मात्र खाँदैन, कोदो मकै र फापर खान्छ, रुखका पात र बोक्रा पनि खान्छ। हरेउ भएर घाँस पातमा बस्न सक्छ, डस्न सक्छ, सुलसुले भएर घर घरमा पस्न सक्छ। काँचो वायु भएर वंश पिर्न सक्छ, बाघ भएर गोठ गोठमा छिर्न सक्छ। अरूलाई खाने बाघले हामीलाई पनि खान सक्छ। उपकरण बोकेर हिँड, यात्रा सङ्घर्षपूर्ण छ।